बुद्धभूमि सेवा समाजको आश्रमलाई यो रुकुममा हामी सबैले सहयोग गर्नेछौँ। आगामी दिनहरूमा पनि हामीहरू थप सहयोग लिएर पनि आउनेछौँ। खाना दिनको लागि खाना नानादेखि लिएर सबै कुराहरू मैले सहयोग गरेर गर्न पाउँदा मलाई एकदम भित्रदेखि म नै खुसी छु भन्छु होइन। मोहन दाइ हुनुहुन्छ होइन, उहाँहरू पनि यस्तो हुनुहुँदैन थियो, अलिकता भइदिउँ न भन्ने टाइपको हुनुहुन्थ्यो नि। बुवाले के भन्नुहुन्थ्यो, जाने बरु खाएर आइहाल्छु नि भन्ने ठाउँमा हुनुहुन्थ्यो। अहिलेदेखि लिएर उहाँहरू एकदमै परिवर्तन पनि हुनुभएको छ होइन। तर उहाँलाई सेवा गर्न पाउँदा म एकदमै भित्रदेखि हेरिराख्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूमा नमस्कार। तपाईँहरूले हेर्दै हुनुहुन्छ दिपक डाङ्गी युट्युब च्यानल र दिपक डाङ्गी फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ। र आज हामी रुकुम पश्चिमको मुसिकोट नगरपालिका 1 मा अवस्थित बुद्धभूमि मानव आश्रममा हामी उपस्थित भएका छौँ। र हामीले यहाँका गतिविधिहरू हाम्रो दुर्गाप्रसाद विश्वकर्मा दाजुले चाहिँ सोध्नु भएको छ र केही कुराहरू हामीले यहाँ गरेका छौँ। यो भिडियो अन्तिमसम्म हेरेर कस्तो लाग्छ जस्तो लाग्छ त्यसै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। यहाँ सम्पूर्णमा निरन्तरपूर्ण नमस्कार। म दुर्गाप्रसाद विकल। हाम्रो रुकुम पश्चिम जिल्लाभित्र बुद्धभूमि मानव सेवा समाज नामक यो संस्थाले अत्यन्तै राम्रो र स्तरीय काम गरेको रहेछ। यो पहिलोपटक देखेँ, तर सुनिरहेको थिएँ, तर देखेको थिएन। यो धेरै प्रभावकारी होला भन्ने हामीले सोचेका पनि थिएनौँ। तर आफ्नै जिल्लामा आफ्नै जिल्लाभित्र रहेका एउटा जुन सडक पेटीमा सुत्न विवश हाम्रा आदरणीय दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई, आमाहरूलाई यहाँ लिएर एउटा नयाँ जीवन प्रदान गर्नुभएको रहेछ। त्यसमा यो संस्थालाई हामी एकदमै धन्यवाद दिन चाहन्छौँ। किनभने यहाँ फेरि 2 जना दिदीहरू हुनुहुँदो रहेछ। उहाँ दिदीहरूले पनि एकजना यहाँ कम्बु सर हुनुहुन्न भन्ने छ, बाहिर काम विशेष बाहिर निस्कनु भएको छ। यो भित्र हामीहरू उपस्थित भएर के देख्यौँ भने उहाँ दिदीहरूको पनि भर्खरकै हाम्रै अलिकति हामीसँगै अध्ययनरत दिदीहरू हुनुहुन्छ। उहाँहरूले पनि एउटा विवाह नगरे पनि एउटा आमाले दिनुपर्ने माया, आफूभन्दा 50 टिका लगाएर बुवा आमालाई दिनुपर्ने माया उहाँहरूलाई बुवा आमा जस्तै गरेर दिनुहुँदो रहेछ। हामीले योभन्दा अगाडि पनि उहाँहरूलाई स्याहार सुसार गर्दै गर्दा देख्यौँ एउटा जसरी भर्खर सुत्केरी भएको आमाले आफ्ना बालबच्चाहरूलाई फलफुल त्यसै गरी अब ससाना मिठाईहरू किनेर ल्याइदिनुहुन्थ्यो, त्यसै गरी हामीहरू यही नजिकैको पुलबाट आउँदै गर्दा उहाँहरूले किनेर ल्याइदिनु भयो। हातखुट्टा धोइदिनेदेखि लिएर सबै गरिदिनु हुँदो रहेछ। एकदम खुसी लाग्यो। यो उहाँहरू फेरि यही भित्र बस्छौँ भनेर पनि भन्नुभएको छ। यो स्तरीय कामको सुरुवात गर्नुभएको रहेछ। यसमा मलाई आशा छ हाम्रो जिल्लावासी अन्य कुनै ठाउँमा यस्तो समस्यामै परिरहेका कोही व्यक्ति हुनुहुन्छ भने सम्पर्कमा ल्याइदिनु हुनेछ। र हाम्रा जिल्लाभित्रका सरकारी नेताहरूले पनि हामीलाई अलिकति सहयोग पनि गर्नुहुनेछ भन्ने आशा राखेका छौँ। यसै सन्दर्भमा तपाईँहरूलाई उहाँहरूका के छन् र विचारहरू, पहिले र अहिलेमा उहाँहरूको जीवनमा के फरक भइरहेको छ। सर्वप्रथम हामीले बाहुन भनेर चिन्थ्यौँ उहाँलाई। उहाँ सडकमा सधैँ हामी त्यो खलङ्गा बजारको सडकमा एकदमै व्यवहारिक अवस्थामा सुत्नुहुन्थ्यो। केही रातहरू कयौँ रातहरू बित्थ्यो। कयौँ दिन उहाँहरूले मागेर कसैले खाएको जुठो खाएर त्यसरी जीविकोपार्जन गरिरहनु भएको थियो। त्यो अवस्था देखेका थियौँ। अहिलेको अवस्था के छ भनेर हामी उहाँहरूलाई सोध्छौँ। त कृपया सुन्नु होला। के छ सर अहिलेको अवस्था दाजु? अहिले राम्रो छ, ठिकै छ। अनि पहिला र अहिलेमा के फरक पाउनु भयो? खाने बस्ने ठिक छ? जे भए पनि पहिला जस्तो दुःख गर्नुपर्ने, के खाम्ला पानी पर्दाखेरि एकदम सडक पेटीमा त्यस्तो समस्या पर्ने त्यस्तो चाहिँ छैन होइन? सुरक्षित छौँ, सरसफाइ सबै फरक छ होइन? ल ठिक छ। अनि अर्को एकजना फेरि बस्ने भाइ हुनुहुन्छ, उहाँलाई पनि हामी केही कुरा सोध्छौँ। भाइ के छ? ठिक छ। अनि घर चाहिँ कता पर्यो? यही हो के भन्नु त? अनि के छ यहाँ बसाइ व्यवस्थापन सबै ठिकै छ? राम्रो छ। अनि पढाइ लेखाइको विषयमा के छ? कति पढ्नु भएको छ कि छैन? पढ्ने विचार छ? अझै पनि त्यो संस्थाले यहाँ लिएपछि तपाईँलाई एकदम सहज चाहिँ भाका खाना बस्न राम्रो लाग्यो मलाई। राम्रो लाग्यो? ठिक छ, इमान्दार भएर बस्नु है। अनि अरू दाइ नमस्कार है। नमस्कार तपाईँलाई। अनि त्यसपछि उहाँ चाहिँ अनि भाइ घर कहाँ?
बाबुको निपानी नेपाली हो योभन्दा पहिला कसरी दिनहरू बितिराखेका थिए जुन गर्ने त्यस्तै अनि घर पाकपुर भएपछि के छ त आमा गएर के कस्तो कता हुनुहुन्छ के गर्नुहुन्छ हाम्रो हजुर हाम्रो मका हो अनि के छ यहाँको सबै वातावरण ठिकै छ ठिक छ सन्तुष्ट हुनुहुन्छ अनि आमा के छ त हजुरको घर कहाँ पर्छ आमा सल्यान हो ए यहाँ कहिले आउनुभयो बिहा गरेर माया चौध ए माइक चौतारी सल्यान गर्छ नि ठिक छ अनि सर सबै ठिकै छ यहाँ बसाइ हुन्छ यहाँ अनि उहाँ त घरभित्र हुनुहुन्छ होला मलाई पनि खोजिदिउने अब हामीहरूले यहाँ बसिरहनुभएका यस बुद्धभूमि सेवा समाजबाट सेवा लिएर आफ्नो जीवन जीविकोपार्जनलाई थप सहज बनाइरहनुभएका दाजुभाइहरूलाई हामीले प्रतिक्रिया दियौँ अब यहाँ यसमा आबद्ध कर्मचारी अथवा यहाँ भएर उहाँहरूलाई सेवा गरिरहनुभएका दाजुहरूबाट पनि केही दाजु दिदीहरूबाट केही प्रतिक्रिया लिन्छौँ अनि के छ दाइ यहाँ चाहिँ तपाईँहरूको यो संस्थाको गतिविधि हजुर फागुन 25 त्यहाँ दिवस हाम्रो छ हर्सिनाको ठिक छ अनि त्यसपछि हजुरलाई यहाँलाई अहिले व्यवहारमा पनि फरक पनि देखा परिराखेको छ अनि यो पहिलेको स्थिति र अहिलेको स्थितिमा उहाँहरूले देखाउने व्यवहारमा कति फरक छ धेरै परिवर्तन भइसकेका छन् अहिले उहाँहरूले भन्नुहुन्छ कि अनि भाँडा धुने अनि यो कसरी लगाउँ मैले बिहान अगाडि कसरी लगाउँदाखेरि छोड्नुहोस् न म लगाउँछु भन्नुहुन्छ क्या अनि पछि अहिले बोल्दाखेरि चाहिँ हजुर भनेर बोल्ने होइन अनि बाहिर गेटमा कोही आइसकेपछि भित्र हुनुहुन्छ भनेर हामीलाई सोध्ने त्यस्तो धेरै भइरहेको छ अनि उहाँले के भन्नुहुन्छ त 2-3 दिन ननुहाइसकेपछि नुहाउनुपर्छ है हामीले भने यस्तो भन्नुहुन्छ क्या जे भने सकारात्मक चेतनाको निकै विकास भएको छ सरसफाइमा अनि त्यसपछि उहाँहरू सोच्न सक्ने चेतना स्तरमा पनि विकास भएको छ झन् हामीले बुझेर के हो भने तपाईँ यहाँको कार्यशैली अथवा भान्सा विभागको नाताले तपाईँ सबैभन्दा यहाँहरू सबैसँग पनि नजिक पनि हुनुहुन्छ अनि यहाँहरूलाई एकदम यो उमेरमा सेवा गरिरहनु भएको छ यो गर्दै गर्दा तपाईँहरूले मैले अहिले भर्खरै अगाडि पनि तपाईँले बाटोमा भेट भयो त्यहाँबाट यहाँ पुग्दै गर्दा मैले त के सोचेँ भने सायद तपाईँले उहाँहरूलाई अलिकति वृद्धहरूलाई आफ्नै बुवा मम्मी जस्तो र अलिकति अलि सबैभन्दा अलि उमेरको हिसाबले पछाडिका भाइहरूलाई आफ्नै घरका आफ्नै सन्तान जस्तो ठान्नुहुँदैछ एकदम यो सोच चाहिँ तपाईँहरूले पहिलेदेखि भावनात्मक रूपमा यसरी निकाल्नुपर्छ भन्नुभएको थियो कि यो संस्थामा कसरी आबद्ध हुनुभयो कसरी यो संस्थामा चाहिँ सङ्गठित हुन सक्नुभयो योभन्दा पहिला तपाईँका दिनचर्याहरू कसरी बितिराखेका थिए योभन्दा पहिले मैले म्याक्सुल अर्गनाइजेसन काठमाडौँमा मैले काम गर्थेँ होइन त्यसपछि केही घरको समस्याको कारणले म पछाडि सर्न बाध्य भएँ अनि त्यसपछि म बहिनीको उपचारको लागि बाहिर गएको थिएँ बाहिरबाट म आएको 1 महिना भएको थियो मेरो घरमा त्यसपछि मेरो फुपू यहीँनिरै बस्नुहुन्छ वासिङ मेसिन लिएर अनि फुपूहरू कहाँ जानुभएको रहेछ यस्तो यस्तो व्यक्तिहरू हामीलाई आवश्यक परेको छ भन्नुभएछ तर यसमा मेरो भदाले गर्न सक्छ है योमा एकदमै रुचि बढाउँछ भन्नुभएछ किनकि मैले काठमाडौँमा यस्तो माग्नुहुन्छ नि त मसँग भएको सबै सामान दिन्थेँ कि तर मैले ओढेको पछ्यौरी सुद्धा ओढाएर पनि म जान्थेँ कि मलाई सबैले भन्थे किन यस्तो गरेको माग्नेलाई कति दिन मागेर दिन सक्छस् भने भन्नुहुन्थ्यो साथीहरूले तर मलाई लाग्थ्यो कि मसँग जति छ म त्यति नै उहाँलाई दिन सक्छु क्या तर छैन भने म के दिने मसँग भएको चिज त म दिन सक्छु नि भनेर मलाई यस्तो लाग्थ्यो अनि त्यसपछि त्यही भएर मलाई एकदमै यस्तै काममा धेरै रुचाउँथेँ भनेर मलाई फुपूले भन्नुभएको रहेछ अनि यस्तो यस्तो ठाउँमा छ गर्छस् कि नाइ भन्नुभयो तर मेरो घरदेखि मम्मीहरू चाहिँ सबैले इन्कार गर्नुभयो कि होइन त्यस्तो ठाउँमा जानु भएन भनेर मैले के भने कि गर्नुपर्छ तर सबैलाई यस्तो अवसर मिल्दैन नि त एकजनालाई मात्र मिल्यो मलाई अवसर मिलेको छ त्यो मैले निभाउनुपर्छ म जान्छु है भनेर म खुसीमा आएको त्यसपछि उहाँहरू धेरै परिवर्तन पनि हुनुभएको छ अब कसै सर म्यामहरूको सपोर्ट या मेरो सपोर्टले गर्दा पनि होइन खानादेखि लिएर हरेक कुराहरूको लागि चेन्ज पनि हुनुभएको छ अझै पनि परिवर्तन गराउन चाहन्छु भन्न चाहन्छु दिदी नमस्ते आराम हुन्छ अनि हामीहरू यति बेला तपाईँहरूको
बुद्ध भूमि मानव सेवा समाजको कार्यालय आश्रममा यहाँ उपस्थित भएका छौँ। अनि यहाँ चाहिँ तपाईँले यस यो स्थापनादेखि लिएर अहिलेसम्म चाहिँ कति आनन्द भयो यहाँ काम गर्न थाले? अनि यसमा तपाईँले सहसंयोजकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ। आफ्ना कतिका कठिनाइहरू छन् यो संस्था अथवा यहाँको यो सेवालाई निरन्तरता दिन सकिन्छ या सकिन्न, के लाग्छ? सकिन्छ, कठिन पनि छ, राम्रो पनि छ होइन। सेवा गर्न पाउनु राम्रो नै हो। अब कठिन हुन्छ त्यत्तिकै। अब यति असहाय दुखीहरू यस्ता दुखीहरूलाई हामीले सेवा गर्न पाउनु चाहिँ राम्रो कुरा हो। अवसर पनि राम्रो हो भन्न चाहन्छु। अनि यही क्याम्पसमा मैले पढिरहेको क्याम्पसमा पढेको विद्यार्थी पनि हो, तर मैले हाम्रै क्याम्पसबाट सयौँ हजारौँ विद्यार्थीहरू उत्पादन भए, तर ती हजारौँ विद्यार्थीहरूमा सबै विद्यार्थीहरू ठुला ठुला भनेका पद प्रतिष्ठामा पुग्यो होला। तर यस्तो यो एउटा बेसहाराहरूलाई सहयोग गर्ने, अनाथहरूलाई सहयोग गर्ने, वास्तविक मानवहरूलाई, वास्तविक पीडा र समस्यामा परिरहेका मानवहरूलाई सहयोग गर्न तपाईँ एकदमै त्यो सहयोग गर्ने संस्थामा आबद्ध हुनुहुन्छ। यसमा आउँदै गर्दा र अरू साथीहरू अन्त जाँदै गर्दा मैले रोजिरहेको बाटो ठिक छ या गलत के लाग्छ? मलाई ठिक लाग्छ। यो पनि राम्रो काम, मेरो लक्ष्य हुन्छ नि त समाज सेवा गर्नु भन्नु पनि एकदम राम्रो छ। यस्ता दुखी व्यक्तिहरू, असहायहरू व्यक्तिहरूलाई सेवा गर्न पाउँदा म एकदम खुसी लाग्छ मलाई। अनि हजुरहरूलाई अब घर परिवार पनि हुनुहुन्छ तपाईँहरूको साथमा, अनि परिवारबाट यसमा जुटिने भन्नुहुन्छ या अरू केही तयारी गर्ने, आफ्नो भविष्य निर्माणतिर लाग्ने, अथवा यहीमै ठिकै छ तपाईँले गरिसकेको बाटो भनेर के भन्नुहुन्छ? परिवारको के चाहिँ धारणा के आउँछ? ठिक छ, उहाँहरू झन् मेरो खुसी नै उहाँहरूको खुसी हो। राम्रो छ, यस्तो काम नराम्रो होइन, राम्रो छ, गर्नुपर्छ भन्नुहुन्छ। यहाँ चाहिँ तपाईँहरूले दिने सेवा अथवा यो आश्रममा कस्ता कस्ता मानिसहरू, कुन उमेरका मानिसहरू र कुन क्षेत्र एरियाभित्रका मान्छेहरू यहाँ बस्न पाउँछन्? बस्न चाहिँ सबै उमेरको पाउँछ, तर त्यसमा अनाथ आमा बुवा नभएका होइन, बेवारसी टाइपका, अनि वृद्ध पनि, अशक्तहरू पनि परे, अपाङ्ग पनि परे। सेवा चाहिँ अब खाना बस्न सबै भयो। स्वास्थ्य अब के स्वास्थ्य पनि छ, शिक्षा पनि छ। बालबच्चाहरूलाई अब पढ्ने हुन्छ नि झन्, तिनीहरूको लागि पनि शिक्षा पनि छ। अनि तपाईँहरूले यो चाहिँ घर एउटा भाडामा लिइरहनु भएको छ होइन, यसको थुप्रै चुनौतीहरू छन्। अनि यसलाई व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ? यहाँ बसाइ व्यवस्थापनदेखि लिएर खानपिन यो व्यवस्थापन कसरी भइरहेको छ दिदी? खानपिन त अब यही हो, बहुत वित्तीय संस्थाहरूबाट पनि छ। अब दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यहाँ शब्द सहयोग आफ्नो क्षेत्रबाट गर्न चाहिँ अनुरोध गर्दछु। विशेष गरी रुकुम जिल्लाभित्र रहेका सरकारी निकायहरूले पनि यस्तो एउटा पवित्र क्षेत्रमा लगानी गर्न जरुरी छ। यसमा लगानी गर्नु नै एउटा मानवको साँच्चै सेवा हो। मानवले मानव भएर कस्तो सेवा गर्नुपर्छ, पशुको भन्दा फरक व्यवहार कसरी देखाउनुपर्छ भन्ने चाहिँ हामीले जान्न जरुरी छ। यो संस्थाले हालसम्म थुप्रै सरकारहरू बने, तर थुप्रै मानिसहरू सडकमा प्रायः दिनहरूमा सबै दिनहरूमा भेटिन्थे। तर यो संस्था बनिसकेपछि मुसिकोटको त्यो खलङ्गा बजारमा घुम्ने ती मानिसहरू कता गए होलान् भन्ने लागेको थियो। तर यो संस्थाले यसरी व्यवस्थापन गरिरहेको रहेछ। उहाँहरू साँच्चै परिवारमै बसिरहेको जस्तो महसुस गरिरहनु भएको छ। यसमा रुकुम जिल्लाभित्र रहेका अनाथ बालबालिकाहरूलाई पनि, अनाथ तथा संरक्षण बालबालिकाहरू पनि यहाँ बसाल्न सकिने भन्ने छ। उमेर जुनसुकै भए पनि उहाँको अहिलेको सहसंयोजकले हामीलाई पनि भन्नुभएको छ, उमेर जुनसुकै भए पनि हामीहरू साँच्चै त्यो समस्यामा परेका छन् भने एउटा सेवा गर्न तयार छौँ, हामीलाई सम्पर्कमा ल्याइदिनु होला भन्नुभएको छ। यसरी यो संस्थाले अझै पनि यस्तै खालका सामाजिक क्षेत्रमा, मानव सेवाका क्षेत्रमा थुप्रै सकारात्मक कामहरू गर्दै जाओस्। यो स्थापना कालदेखि थुप्रै वर्षहरू, थुप्रै दिनहरूमा, आगामी दिनहरूमा यस्तो अझ स्तरीय कामहरू गर्दै जाओस् भन्ने एकदम शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ दिदीहरूले पनि आज जस्तै सेवा साँच्चै कति पनि नआत्तिएर भोलिका दिनहरूमा पनि आफ्नो एउटा उमेरको अन्तिम अवस्थासम्म पनि यसरी सेवा गरिरहनु हुनेछ। यस्तै दिदीहरू अरू पनि यस्तै दाइ, यहाँ सहयोग गर्ने दाइहरू यस्तै अरू पनि थपिनेछन्। यसमा हातेमालो गर्ने कुरामा हामी सबै सामाजिक क्षेत्रका व्यक्तित्वहरू लाग्नुपर्छ भन्ने हामीलाई लागेको छ। यो बुद्ध भूमि सेवा समाजको आश्रमलाई यो रुकुममा हामी सबैले सहयोग गर्नेछौँ। आगामी दिनहरूमा पनि हामीहरू थप सहयोग लिएर पनि आउनेछौँ भन्ने बाचा गर्दै छुट्टिन्छौँ। नमस्कार, धन्यवाद।